हाँस्ने हो मिमहरू हेरेर चाहिँ मिमहरू हेरेर पढेर चाहिँ मान्छे हाँस्ने हो क्या त्यसलाई रियाक्ट गर्नु भनेको आफै मिम बन्नु हो फेरि भनेपछि त्यो तपाईँले गरेको होइन मिम बनेको हो हजुर त्यसमा तपाईँको कुनै प्रकार मलाई त्यस्तो फोटोसप गर्नै आउँदैन पहिलो कुरा एउटा कुरा नि जस्तै अब तपाईँले एकदम आत्मविश्वासका साथ भनिरहनु भएको छ कि म जित्छु डाटा पेस गरिसक्नु भएको छ होइन कथम कदाचित जित्नु भएन भने के त मैदान छोडेर भाग्ने होइन मैदान छोडेर भाग्ने फर्किने या इन्जिनियरिङ पेसालाई नै होइन राजनीति भनेको राज्य चलाउने नीति हो विकास गर्ने हो नि त मन्त्रीले पनि विकासै गर्नुपर्थ्यो प्रधानमन्त्रीले पनि विकासै गर्नुपर्थ्यो मेयरले पनि विकासै गर्नुपर्थ्यो विकासको काम मैले अहिलेसम्म जुन गरिरहेको छु होइन मैले 7 प्रदेशमा गरेको कामहरू त्यो निरन्तर रहनेछ अनि प्लस युवाहरूलाई जुन पोलिटिक्सको बारेमा हामीले एडभोकेसी गर्छौँ नि युवाहरूले चाहिँ बुझ्नु पऱ्यो किनभने 70% युवाहरू छन् देशमा उहाँहरूको काँधमा आउनु पऱ्यो नि त्यो जिम्मेवारी भन्नेको एडभोकेसी चल्छ र यसलाई चाहिँ हामीले विभिन्न फर्ममा राखेछौँ हामीले 5 वर्ष के गर्ने 10 वर्ष के गर्ने 15 वर्षसम्म के गर्ने 20 वर्षसम्म कस्तो हुनुपर्ने यसको विभिन्न प्लानिङ छन् यो प्लानिङहरूको विषयमा चाहिँ हामीले चुनाव पछाडि नै कुरा गर्नेछौँ त्यही त हामी जहिले पनि चलचित्रका निर्माताहरूलाई प्रश्न गर्ने गर्छौँ क्या ल यो फिल्म फ्लप भयो चलेन पानी मागेन भने के त मैदान छोडेर भाग्ने कि अर्को फिल्म बनाउने भन्छौँ त्यसै गरी कथम कदाचित तपाईँ पनि हार्नुभयो भने पनि मैदान छोडेर भाग्नुहुन्न यसैसँग यसमै यो मेरो 10वटा फिल्म मध्ये एउटा मात्रै फिल्म हो क्या यो अरू 9वटा फिल्म बाँकी नै छन् ए कन्टिन्यू बनेको पनि गर्छ हजुर हजुर भनेपछि चुनाव जित्नुभयो या हार्नु हो भने 9वटा फिल्म अर्को रिलिज हुन्छ हजुर राजनीतिक पार्टी आफै बनाउनुहुन्छ कि कहीँ समाहित त्यो समाहित हुने त कुरै छैन कुनै पनि पार्टीमा जाने त कुरै छैन होइन यो पछाडिको कुरा चाहिँ अहिले गर्नुभन्दा अहिले गर्दा सुहाउँदैन पनि क्या अहिले किनभने हामीले एउटा टेक्ने ठाउँै नभएसम्म ठुलो कुराहरू यस्तो सुनिन्छ त्यही भएर यो विषयमा चाहिँ धेरै चर्चा चाहिँ हामीले अहिले नै गरेको छैनौँ चुनाव पछाडि ठ्याक्कै थाहा नै हुन्छ जब ट्रेलर रिलिज हुन्छ नि त 9वटा फिल्मको त्यो बेला ठ्याक्कै थाहा हुन्छ आफ्नै पार्टी बनाउने यहाँको एजेन्डा छ होइन त्यो पछि कुरा बिस्तारै पछि नै कुरा गरौँ अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ जाँदा एउटा हाम्रो रमाइलो सेगमेन्ट छ धर्म सङ्कट ऱ्यापिड फायर जस्तो हो त्यसपछि के हो भनेदेखि हामी अप्सन दिन्छौँ एउटा चुज गर्नुपर्ने हुन्छ त्यसमा व्याख्या गर्न पाइँदैन त्यसभन्दा अगाडिका कार्यक्रमहरूमा तर आज तपाईँसँग चाहिँ त्यसमा व्याख्या चाहन्छौँ किन छान्नुभयो या किन छान्नु भएन है त ल एकैछिन तपाईँ आफ्नो उम्मेदवारलाई बिर्सिदिनुहोस् तपाईँ उम्मेदवार होइन मतदाता हो त्यो पनि एकदमै विवेकशील शिक्षित मतदाता हो तपाईँ हजुर अहिलेका उम्मेदवारहरू मध्ये एकजना छान्नु पर्यो को छान्नुहुन्छ है त आफू बाहेक हो तपाईँ त अहिले उम्मेदवार होइन एकछिनलाई बिर्सिनु तपाईँ उम्मेदवार होइन तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उत्रिनु भएका 2 जना उम्मेदवार मध्ये एकजना छान्नु पर्यो भने कुन छान्नुहुन्छ केशव स्थापित कि सृजना सिंह म भोटै हाल्दिनँ